आज चाहिँ भगवानजीसँग अपोइन्टमेन्ट भएर बिहान बिहान 4:30 बजे नै उठिहाले। ल आउनुहोस् मसँगै दर्शन गर्न जाने हैन त। Hey guys, this is me Isha and welcome to a day in my life. आज त म जम्मा 3.5 घण्टा मात्रै सुतेको छु के। तर पनि कतै जाने भनेपछि मलाई त निन्द नलाएर छटपटी हुन्छ। मलाई मात्रै हो कि तपाईहरुलाई नि त्यस्तो हुन्छ गाइस। उठ्न साथ पहिले शावर लिए, त्यसपछि हल्का कपाल सपाल मिलाएर एकदम क्विक मेकअप गर्दै छु। हेर्दा मस्की रेडी भए पनि मैले अलिअलि गाली खाइसकेको थियो ढिलो गर्यो भनेर। त्यसैले हामी चाहिँ लाग्यौं। आज बिहान बिहान पानी परेको रहेछ। त्यसैले मौसम कस्तो ग्लूमी र शीतल भइराको थियो। र बिचमा चाहिँ यति धेरै जाम थियो यो मकनपुरमा बाटो बिग्रियो कि के भनेर। र थ्याङ्कफुली हामी चाहिँ टाइममै आयो र लाइन पनि थिएन। आज हामी चाहिँ दक्षिण काली मन्दिर आएको छौं दर्शन गर्नलाई र मजाले दर्शन गरेर मनलाई आनन्द बनाए। र यता तौदा पनि आए एकछिन नाग देवताले दर्शन गर्न। र हेर्नु न यो माछाहरूलाई दाना दिँदा कस्तो ठुलो ठुलो मुख गर्छ के। र तौदामा दर्शन गरेर हामी चाहिँ 3-4 वटा मन्दिर भ्यायौं अनि त्यसपछि बल्ल खाना खान आएको छौं। आज खाना खाने बेलामा अलमोस्ट 2 नै बजिसकेको थियो, यस्तो ढिलो भयो थियो। अनि मैले चाहिँ स्प्यागेटी र माछा क्लाउड खाएँ। मलाई चाहिँ खाना खान मन लागेन के। अनि टन्न खाएर त्यसपछि घर गएँ र यतिकै थाकेको भएर 1-2 घण्टा त निदाएछु। त्यसपछि फ्रेस भएँ। ज्यान चाहिँ खल्ल पखाले, टाउको चाहिँ नुहाइन अनि त्यसपछि मेकअपहरु मजाले डबल क्लिन्स गरेर रिमुभ गर्दै। र दक्षिण काली मन्दिर गएपछि खुवा नल्याउने त कुरै भएन, त्यही भएर अलिकति खुवा पनि खाएँ। र आज चाहिँ डिनरमा बिहानको प्रसादहरु थियो सो त्यही खाएँ। र यो डिनर सिनर सकाएर म चाहिँ टाइममै सुतिहाल्छु। आज निन्द नपुगेर मलाई यस्तो गाह्रो भइरहेछ। र दिनको सुरुवात चाहिँ मिठासको साथ गरे। र आजको लागि यति नै। सी यू गाइज इन नेक्स्ट ब्लग।